के साथीहरूलाई राखेर स्पष्ट के बताउनुपर्छ भने सरकार द्वितीयको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ, एउटा फ्रिडम र एउटा डिसिप्लिन। यस बीचको पातलो एउटा रेखा छ साथीहरू, त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईहरुको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिका रूपमा मेरो कुनै पनि आपत्ति छैन, तपाई स्वतन्त्रताको सदुपयोग गर्नुहोस्, तर अनुशासित भएर। अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ। पार्टीले अनुशासनका विषयमा तपाईहरुलाई कडाइका साथ पालना गराउनेछ। किनभने परिवार ठूलो भएको छ, अनुशासित हुन सकेनौं भने त्यसले अर्कै किसिमको एउटा अराजकता सृजना गर्छ। अराजकतालाई हामी कदापि स्वीकार गर्न सक्दैनौं। यसै पनि विभिन्न किसिमका अराजकताबाट समाज आक्रान्त भएको यो अवस्थामा हामीले अत्यन्त अनुशासित हुनुपर्नेछ। म अघि पछि भन्दा आज अलिकति फरक चुनिएको छु होला, तपाईले त्यो महसुस गर्नुभएको छ होला। अलिअलि कडाइका कुराहरू गर्यो, अलिअलि कारबाहीका कुराहरू गर्यो, यसले राइट टु रिकलको कुराकानी गर्यो, अलिक खबरदारी गरे जस्तो गर्यो भन्ने कुरा तपाईलाई लागेको होला। लाग्नुपर्छ तपाईलाई, किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि, त्यो ठूलो जिम्मेवारीको महसुस तपाईलाई प्रत्येक दिन हुनुपर्छ साथीहो, प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले भनेका छन्, हर ठाउँमा भनेका छन्। तपाई भोट माग्न जाँदाखेरि आमा बाहरूले रुँदै के भनेका छन् तपाईलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो नि, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठूलो कुरो छ भन्नुहोस् त। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा, नीलो झण्डा फरफराउँदै हातमा घण्टी बोकेर हिँडेका हाम्रा हातमा, हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूलेसम्मले यो देश बचाऊ भनिरहेका छन्। यो जिम्मेवारी हो, ठूलो शक्ति हामीले प्राप्त गरेका छौं। जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जो जहाँ जुन ब्याकग्राउन्डबाट आउनु भएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रभित्र सिङ्गो देशको अनुहार छ। यहाँ व्यापार व्यवसाय क्षेत्रका साथीहरू पनि हुनुहुन्छ, विद्यार्थी साथीहरू पनि हुनुहुन्छ, जेनजी पुस्ताका सबै साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, महिला साथीहरू हुनुहुन्छ, सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता हुनुहुन्छ, कवि कलाकार मोडल रोल मोडल सबैजना हुनुहुन्छ, पूर्व प्रशासकदेखि लिएर सबैजना हुनुहुन्छ। यति ठूलो यो परिवारलाई समायोजन गर्नको निमित्त, यो परिवारलाई एउटै धारमा एउटै ट्र्याकमा लिएर जानको निमित्त अनुशासनको अत्यन्त ठूलो खाँचो हुन्छ। म साथीहरूलाई यति भन्न चाहन्छु, म तपाईहरुको मिडिया प्रेजेन्स प्रति कहीँ कतै दुःख मनाउ गर्दिन, तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाईले पार्टी पङ्क्तिसँग सरसल्लाह गर्नुहोला। तपाईको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नदुखोस्। तपाईको सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धहरूमा आँच नपुर्याओस्। देशका कयौं गहन विषयहरू हुन्छन्, अर्थतन्त्र लगायतका विषयहरूमा तपाईका हल्का टिप्पणीहरूले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यसकारणले मैले एउटा अभिभावककै हिसाबले तपाईहरुलाई सचेत गराउन खोजेको हुँ। आजको यो भेटघाट कार्यक्रममा उपस्थित सम्पूर्ण साथीहरू, रासोपा परिवार विशाल परिवार भएको छ। यो सँगसँगै नेपाली नागरिकले हामीलाई ठूलो अभिमत दिनुभएको छ। यसको जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो। अब संसदको सेसन चले भन्दा बाहेक तपाईहरुको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नु होला। तपाईको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईको हुनेछ, किनकि तपाईलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो। तपाईलाई सुख दिन होइन, तपाईका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईलाई भोट दिएर पठाएको। त्यसकारणले ठूला ठूला हल या ठूला ठूला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु। हामी सांसद भयौं भन्दैमा त्यो सांसद भएको ब्याचले या त्यो सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन, अध्ययनको आवश्यकता पर्छ, ज्ञानको आवश्यकता पर्छ। र अब शक्तिशाली भए भनेर आफ्नो चालचलन आफ्नो व्यवहारै परिवर्तन गर्ने कयौं साथीहरू पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनु होला। नागरिकसँग सबै नजिक रहनु होला। चुनाव त फेरि पनि आउँछ, त्यतिखेर हामीले भनेका छौं
यसपटक हामीले इतिहास रच्ने कोसिस गरेका छौँ। हामीले नागरिकसँग करार गरेका छौँ। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गर्यौँ भने हामी कमिटेड छौँ। यसपटक परिवर्तन गरेरै छान्ने हो, यसपटक काँचुली फेरेरै छान्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौँ। त्यो करारका अक्षर अक्षर पढ्नु होला। र तपाईहरुमध्ये कोही यही भएकै हलहरुमध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरु हुनुहुन्छ, तर कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यस्तो चीजलाई बन्द गरिदिनु होला। किनभने अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईसँग उभिँदासम्म हामीले गरेका छैनौं। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईले भन्नु पर्दैन। हामीलाई थाहा छ, तपाईहरुको विज्ञता थाहा छ, तपाईहरुको क्षमता थाहा छ। कयौं साथीहरु देखिएको गर्नुहुन्छ, कयौं साथीहरु छेकिएको गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ।